हेलो हेलो नमस्ते गुड मर्निङ। अहिले हामी रौता पोखरीको ठ्याक्कै डिलमा छौँ। 4-5 हजार पर्छ स्टुडेन्ट किन्नु न। यो बनाएको पनि मन पर्यो। हामी ओलिसमा जाने। के होलील्यान्ड राम्रो ब्रान्डेड हो। यहाँ रेकर्डमा चाहिँ म ठ्याक्क दिमागमा वायरलेस के राम्रो छ। वायरलेस के नकिन्नु। ए एकदम चल्यो। चौरीमा बस्नु जति यहाँ माथि तल चौरीबाट यहाँसम्म आउँदा थाकियो अलिअलि। हामी त माथि त्यहाँ के छ अरे जिम्स दाजु माथि के अरे हामी जान लागेको ठाउँ के अरे टावर पनि थियो। हो टावर जाँदैछौँ। हाम्रो जीवेश दाजु अनि यो चाहिँ हाम्रो श्याम सर भइहाल्नुभयो। श्याम धनुवा यतातिर हाम्रो खितेन छ हाम्रो विशेष उदयपुरको खतरा पत्रकार दाजु। टावर भन्छन् माथि भ्यू टावर हो कि हामी जाँदैछौँ त्यहाँबाट हेर्नेछौँ। हिजो चाहिँ बडो चिसो थियो मौसम, आज साथै त्यसको पुरै टोटली चेन्ज भएको छ। हिजो यहाँनिर बसिसक्नु थिएन, मान्छे पनि त्यस्तै, मौसम पनि त्यस्तै, विनोद दनर पनि त्यस्तै थियो हिजो। आज चाहिँ अलि मौसम जस्तै भन्नुभएको छ दाइले। हो त्यो भन्दा पनि एकदम फरक परेन, किनभने त्यस्तै थियो त के गर्नु होइन। अति भएको थियो चिसोले लगलग। आज चाहिँ जस यतिसम्म थेक्ने भएको छ। बाटो छैन क्या हो, ए सरी बाटो यता रहेछ, म चाहिँ यता गएछु यार। ओके यहाँ फेरि यस्तो रहेछ। यो हाम्रो जाने हो। यो पनि बाटो त यो यहाँबाट चाहिँ हाम्रो त्यो जान्छ उता झर्ने ठ्याक्कै भनिसक्यो त गाईघाट हाम्रो राजाबस्तिर चुवाडेतिर। मैले अघि भनिसकेको छु खतरा पत्रकार हो, ब्लगर आउँदै हुनुहुन्छ। अब उहाँले आएपछि मलाई खासै ठाउँ दिनुहुन्न। दुधारू पत्रकार कुदारू पत्रकार दोनों यस्ता है ऐसा है। हामी त माथि जान्छौँ। बडो गजबको यो उदयपुरको चाहिँ एकदमै के भन्छ पर्यटकीय स्थल, बडो सुन्दर रौता पोखरी। यतातिर यो ठाउँ त हामी त गएकै रहेनछ माथि। म यत्रो वर्ष भइसक्यो पोखरी रौता पोखरी धेरै वर्ष आयो माथि गएको। हिजो नेपाली नयाँ वर्षको दिन चाहिँ यहाँनिर टेकि नसक्नु थियो खासै यहाँको भक्तजनहरू, जस श्रद्धालुजनहरू के भन्छ कुनै मिलाएर यसो आफै बुझ्नु होला। तर आज चाहिँ अलि खुला छ, मौसम पनि खुला छ। ल भास थ्याङ्क यू भेरी मच। बिके सञ्चार युट्युब च्यानलमा स्वागत छ, जोडिरहनु होला। पुरा ठाडो उकालो छ, आधा घन्टा जस्तो लाग्छ भन्नुभएको छ। तर अब त्योभन्दा बेसी पनि लाग्न सक्छ, खासै हिँड्ने बानी छैन हाम्रो है दाजु। स्या बनाएको हाम्रो उहाँ अघि नै पनि हाम्रो देखभेट भइसकेको छ। यो चाहिँ टुटुट गराउनु पर्ने हो यार, कस्तो साउन्ड दिनुभयो तपाईँले यार। अनि गीत समय सान्दर्भिक होइन। हाम्रो उदयपुरको एउटा उदयमान भनौँ कि जल्दो बोल्दो भनौँ कि सबै उहाँ नै हो। एकदम हाम्रो श्याम दनर हुनुहुन्छ, मेरो साथी दाजु मित्र जे भनौँ। उहाँको एकछिन थोरै सानो गीत सुन्नेछौँ। के कसो श्याम सर सुनिदिउँ नि। उकालो आधा घन्टा त निक्ली हिँड्न त नि बिजोग हुन्छ त। हमर मनक गाम में ईश्वर भागलै, हमर मनक गाम में ईश्वर भागलै। अहाँ एलियै अन्हार में इजोर भागलै, अहाँ एलियै अन्हार में इजोर भागलै। हमर मनक गाम में ईश्वर भागलै, अहाँ एलियै अन्हार में इजोर भागलै, अहाँ एलियै अन्हार में इजोर भागलै। केना कहूँ आहा के हम सबक सामने, लागतै न असगर मन आब गाम में। हो केना कहूँ आहा के हम सबक सामने, लागतै न असगर मन आब गाम में। मन आब गाम में
चर्चाई गपक चारु ओर भागलै चर्चाई गपक चारु ओर भागलै आहा एलियै अन्हार में इजोर भागलै आहा एलियै अन्हार में इजोर भागलै ताइक ताइक अहाँ के विभोर हम भेलौं केकरा से कहिए कि अहाँ की केलौं हो ताइक ताइक अहाँ के विभोर हम भेलौं केकरा से कहिए कि अहाँ की केलौं कहूँ अहाँ की केलौं राइत रहै जीवन एहिमे भोर भऽ गेलै राइत रहै जीवन एहिमे भोर भऽ गेलै अहाँ एलियै अन्हारमे इजोर भऽ गेलै अहाँ एलियै अन्हारमे इजोर भऽ गेलै इजोर भऽ गेलै हाय जोर भऽ गेलै उकालो क्लियर है ओके थ्याङ्क यू श्यामजी दाइको केही जान्छ ओके एकै ठाउँ नगरौँ होइन हाम्रो सैन्तर दाजुको अर्को छँदैछ बस यति त हामी उक्लिसकेछौँ आधा घन्टामा को यात्रामा हामीले 5 मिनट जति उक्लिसकेछौँ अब 25 मिनटको भनेछ अब हामीलाई के लाग्छ भन्ने हो अझै कसै धेरै उक्ले छैन भने 5 मिनट उक्ले छैन कि आयो ओके फेरि जोड्ने छ भाइ आँखाभरि रहर भर्दै आधी बेरीसँग लड्दै खोला नदी सागर तर्दै आफ्नै उकालो चढ्दै यो गीत गाएँ हजुर फाइनान्समा यो के हो यो कतै चप्पल फालाफाल कतै भेस्ट कतै रुमाल कतै सानो ठुलो कपडाहरू पनि पुरै छ त हो यस्तो चाहिँ यो स्थलमा देख्न नपरे हो नि त भन्ने हो तर नि कहिलेकाहीँ यस्तै हो यात्रा जारी छ हजुर तल चाहिँ रौता पोखरी चाहिँ अलिअलि देखिरहेछौँ काठमाडौँको बस टक्क हामी साइकल